Hello guys, welcome to my new vlog. Good morning, शुभ प्रभात, शुभ बिहानी सबैजनालाई फेरि म अर्को इन्ट्रेस्टिङ भ्लग लिएर आएको छु हैन and I'm gonna start my vlog from one of the best destination in Sindhupalchok, Sindhu Beach Resort, which has located in Sukute. And अहिले चाहिँ अब बिहानको समय भएको छ यहाँ हामी चाहिँ हैन अब यहाँ ब्रेकफास्ट सेसन रहेको छ त्यसको लागि चाहिँ अब फर्स्ट हामी चाहिँ यहाँ ब्रेकफास्टको लागि चाहिँ हैन यहाँबाट अब अलिकति तल जाँदैछु यहाँ हैन ब्रेकफास्टको छेउमा ल बिहान बिहान मौसम भइसकेको छ तपाईले देख्न सक्नुहुन्छ यहाँको भ्यू ल हाम्रो यहाँ रेस्टुरेन्ट ब्रो पनि रेडी भइसकेको छ के छ रेस्टुरेन्ट ब्रो ल ठिक छ नि त अब हामी ब्रेकफास्ट लागि लाग्ने हैन त सो र त्यसपछि हाम्रो डेस्टिनेसनतिर हैन देखाउँछु म यहाँ हामी चाहिँ अब ब्रेकफास्टको लागि चाहिँ हैन यहाँबाट बाहिर निस्किन्छौँ तपाईँहरूलाई यहाँको भ्यू पनि देखाउँछु हैन ल अब हामी चाहिँ यहाँ ब्रेकफास्टतिर लागेको है त सबै तपाईँ प्रचार पनि गरिदिनु लाग्ने हामी चाहिँ अब ब्रेकफास्टको लिए हैन खाइसक्यौँ हैन त्यसपछि ब्रेकफास्ट खाइसकेपछि त्यसपछि अब हाम्रो डेस्टिनेसनतिर पनि लाग्नुपर्छ हैन हेरौँ अब लगाइस होइन हाम्रो चाहिँ होइन ब्रेकफास्ट पनि रेडी भएर आइसक्यो होइन ब्रेकफास्ट चाहिँ एकदम हेप्पी लगाइस एकदम हेप्पी होइन ब्रेकफास्ट आइसकेको छ यहाँ यही मिल्क विथ कर्नफ्लेक्स जुस पनि आइसकेको छ यहाँ चिया मिल्क टी त्यसपछि यहाँ ब्रेड डिजर्ट सलाद बटर त्यसपछि जाम फ्रुट सलाद त्यसपछि सब्जी ब्रेड अन्डा देख्न सक्नुहुन्छ यति खाएपछि आज खाना पनि खान पर्ला जस्तो लाग्दैन त्यही के अरे ब्रेकफास्ट आएपछि त्यही कसरी छन् भाइ ठिक छ होइन ब्रेकफास्ट है त्यसो हेभी छ ब्रेकफास्ट होइन लगाइ छैन अब चाहिँ होइन ब्रेकफास्ट टेस्ट गर्नु गइरहेको छु होइन लेट्स टेस्ट इट राम्रो छ होइन राम्रो छ त आउँदै होस् यति खाना हेर्दा नि है दिउँसो खाजा खाना पनि पर्छ छैन एकदम हेभी छ लगाइछ हाम्रो चाहिँ होइन यहाँ अब सिन्धु बिचबाट चाहिँ होइन चेकआउट पनि भइसक्यो होइन अब चाहिँ चेकआउटबाट सबै कम्प्लिट भइसक्यो अब चाहिँ हामी आफ्नो डेस्टिनेसनतिर लाग्छौँ होइन अब गाडी पनि हल्का लगाइस हामी चाहिँ अब अलमोस्ट चेकआउट भयो अब अरे निस्किनु लाग्यो यहाँबाट हस् ल ल अब हामी पनि लाग्छौँ अब ल अब चाहिँ हामी फाइनल्ली हाम्रो डेस्टिनेसनतिर लाग्छौँ त ल एकछिन ल जान्छु होइन कोही टाइम 1 घन्टा चाहिँ लाग्छ हाम्रो होइन त्यसपछि अब कामसाम सकौँ होइन त्यसपछि चट्ट आएर त्यसपछि इन्जोय गरौँ ल त्यसो बाटो पनि लगेर ल हामी चाहिँ लाग्यौँ यहाँबाट है सिन्धु बिच रिसोर्टबाट होइन अब एक्सपिरियन्स राम्रै रहेछ होइन फेसिलिटिजहरू स्टे फुड एभ्रिथिङ होइन कस्टमर सर्भिसहरू राम्रो थियो होइन राम्रो ठाउँमा आइएछ जस्तो लाग्यो अब दुईसन भएको चोइस हो होइन How was the experience, right? Hello, mate. Experience, yeah.
रमाइलो भयो अब हामी होइन ल ठिक छ ल गाइस हामी चाहिँ लाग्यो भने यहाँ अलिकति कच्ची बाटो छ हामी फेरि बाटोमा गएर फेरि होइन दामी दामी भ्युजहरूको त क्याप्चर गरिहाल्छौँ है त सुनकोशी पुलमा आइपुग्यौँ हामीले होइन सुनकोशी गाउँपालिकालाई पनि हामीले बाई बाई गऱ्यौँ हाम्रो डेस्टिनेसन सिन्धुपाल्चोकको हेडक्वार्टर चौतारामा हामी चाहिँ अहिले सानो सिरोबारीमा आइपुग्यौँ है मजाको दृश्य छ भ्यू छ हिर्को पनि रहेछ फेरि हिर्को भनेर गइरहेछौँ हामी मजाको भ्यू छ अब चाहिँ अलमोस्ट अब चौतारा पनि टच हुन लाग्यो होइन अबको केही क्षणमा चाहिँ अब हामी चौतारा पुग्नेछौँ जस अब बजार सानो भए पनि होइन एकदम मजाको बस्ती छ होइन बस्ती छ राम्रो छ यो हिर्को पनि यहाँ सायद म एकचोटि आएको पनि छु होइन त्यो अब टिचरको एउटा के अरे त्यो अब लोकसेवाको इक्जाममा सायद म आएको पनि छु जस्तो लाग्छ म यहाँ ठाउँमा सेन्टर गरेको थिएँ यहाँबाट दिएर पास पनि भएको थिएँ होइन तर पछि चाहिँ त्यसो कन्टिन्युटी चाहिँ भएन होइन त्यसो राम्रो छ बजार यताखेरि बसेको छ बजारमा अब चाहिँ अब हामी 10-15 मिनटमा चाहिँ सायद अब चौतारा हामी पुग्छौँ होला ल गाइज हामी चाहिँ होइन फाइनल्ली होइन के अरे टचअप भइसक्यो यहाँ सिन्धुपाल्चोकको हेडक्वार्टर चौतारामा चाहिँ अब चाहिँ अब मेन स्टार्ट भयो चाहिँ हामी चौतारामा चाहिँ एउटा जन्म भयो अब यहाँ सिन्धुपाल्चोक मजाको बजार छ तर अलिकति यो साँघुरो छ सडकहरू चाहिँ अरू चाहिँ सबै राम्रो छ अलिकति बजार पनि सबै राम्रो छ तर अलिकति यो बाटो चाहिँ अलिकति साँघुरो छ पिच बाटो भए पनि तर एभ्रिथिङ इज पर्फेक्ट rather than
ए ल हामी चौतारा मेन बजारमा चाहिँ प्रवेश गऱ्यौँ। ठाउँ फेरि एकदम साँघुरो छ, त्यही माथि फेरि अव्यवस्थित पार्किङहरू छ। जहाँ पनि मेन भनेको जस्तै अब बारबिसे भयो सबै ठाउँमा चाहिँ मेन पार्किङकै प्रब्लम लाग्छ मलाई त्यहाँ। अव्यवस्थित पार्किङ छ, त्यसले गर्दाखेरि चाहिँ अब झन् साँघुरो बाटोमा एकदम अप्ठ्यारो हुन्छ। गाइस मौसम पनि अब गर्मी मौसम छ। त्यहाँ चौर छ त पार्किङतिर होला छैन पार्किङ माथि मिल्दैन होला नि यति लिएर होला। गाइस हामी फाइनली होइन चौतारामा पनि आइसक्यौँ होइन। सिन्धुपाल्चोकको सदरमुकाममा चाहिँ हाम्रो यो भाइको काम छ। अब चाहिँ हाम्रो प्रशासन कार्यालयमा काम छ होइन, त्यहाँ जाँदैछु। त्यो काम सकाएर फेरि अनि हामी फर्किनु पनि पर्छ। अहिले चाहिँ हामी अब यहाँ प्रशासन कार्यालयतिर लाग्छौँ है चौताराको मेन गेटमा। र गाइस हामी चाहिँ यहाँ होइन जिल्ला प्रशासन कार्यालयमा आइसकेको छौँ होइन। टोकनहरू पनि सबै लिइसक्यो। टोकन चाहिँ यहाँबाट लिँदैछु यहाँ है। त्यसपछि अब चाहिँ कति टाइम लाग्छ होइन बेसी प्रशासन कार्यालय होइन, कति टाइम लाग्छ अब हेरौँ। त्यहाँ गएर अब लाइनमा बस्नुपर्ने अगाडि हल्का भाइलाई गाइड गर्नु पऱ्यो। अब नानी आएछ फेरि। ल गाइस अहिले चाहिँ हामी यहाँ जिल्ला प्रशासन कार्यालयमा छौँ होइन। अब सरकारी काम गरेर काम हुन्छ होइन, त्यही भएर होइन आज चेक गरौँ होइन के हुँदो रहेछ कन्डिसन होइन, कति टाइम लाग्दो रहेछ। अब अहिले अब कर्मचारी कतिको अब फास्ट रहेछ होइन, जे सब यहाँको कामकाजहरू कतिको होइन चाँडो हुँदो रहेछ। आज चाहिँ चेक गर्नुपर्ने छ क्या। अब तपाईँहरूलाई पनि थाहा छ होइन, जहिले पनि अब कहिले यता जा भन्छ, कहिले उता जा भन्छ, यो फाँट भन्छ, कहिले उता जा भन्छ होइन। यहाँ त त्यो त अब पहिलेदेखि बानी नै हो। हामी पनि आएर यहाँ 2-3 चोटि यता जा भन्छ उता जा भन्छ, अब त्यो फिल गरिसक्यो। अब हेरौँ, पहिला त एकदम टाइम लाग्थ्यो होइन, अहिले चाहिँ के हुन्छ यहीँ हल्का लाइनहरू पनि छ होइन, कति टाइम लाग्छ हेरौँ के हुन्छ कन्डिसन होइन। त्यसपछि म लास्टमा भन्छु कतिको सुधारेको रहेछ त यहाँ प्रशासन कर्मचारीहरू चाहिँ होइन, कतिको छरितो हुन्छ, कतिको छिटो सेवा सर्भिस हुँदो रहेछ जनताको लागि होइन। आज चेक गर्न पर्ने छ। आज अहिलेसम्म त अब त्यस्तो टाइम लागेको छैन। यहाँ लाइनमा बसिरहेको छु भाइ, त्यस्तो धेरै प्याक पनि छैन। हेरौँ के हुन्छ, कति टाइम लाग्दो रहेछ। म अहिले चेक गरेर म तपाईँहरूलाई भन्ने छु अहिले कतिको सुधार भएको रहेछ है त यो जिल्ला प्रशासन कार्यालयमा चाहिँ। अब चौतारामा चाहिँ होइन मजाको रङ्गशाला बनाउन लागेको रहेछ होइन, त्यसलाई धेरै खुसी लाग्यो होइन। एउटा होइन सुविधा सम्पन्न होइन रङ्गशाला गएको थियो सिन्धुपाल्चोकमा चाहिँ। रङ्गशाला बनाउन लागेको रहेछ होइन। पहिला चाहिँ यहाँ टुडी खेलेको रूपमा थियो होइन, हल्का शान्तिमा टुर्नामेन्टहरू चाहिँ हुन्छ भने सुनेको थिएँ होइन। अहिले चाहिँ यस यहाँ रिनोभेसन हुँदै रहेछ होइन, सायद एक टेक्स टाइम होइन। सक्नुहुन्छ है मजाले काम भइरहेको छ यहाँ है स्टुडियोमा होइन। दामी चाहिँ खुसी लाग्यो देखेर चाहिँ लगेको छैन हाम्रो चाहिँ फाइनल्ली होइन।
अब सिटिजनसिपको हल्का करेक्सन थियो होइन, नागरिकता होइन। अनि त्यसपछि होइन परिचय पत्र होइन, त्यसपछि भोटर आइडी पनि बनाउनु थियो होइन, मेरो त होइन मेरो भाइको होइन। तर हामीले जुन हिसाबले सोचेर आएको थियो होइन, जुन हिसाबले अब हामीले जस टाइम सोचेर स्केड्युल अब लिएर आएको थियो, तर त्यो हिसाबले चाहिँ यहाँ नहुँदो रहेछ होइन। तपाईँहरूलाई थाहा नै छ होइन, अब नेपालको सरकारी काम त्यही त हो नि, कहिले यता फाटमा जा भन्छ, कहिले यो नम्बरमा जा भन्छ होइन, कहिले एउटै चिज हुने कामलाई पनि यहाँ तलतिर साइन लिएर आइज भन्छ होइन। अब हामीले सोचेको थियो अब के अरे अलमोस्ट अब सबै काम गर्दाखेरि 1 घन्टामा सकिन्छ होला भन्ठानेको थियो होइन। नागरिकतादेखि लिएर परिचय पत्रदेखि लिएर होइन, त्यसपछि भोटर आइडी। तर टाइम तपाईँको झन् हामीले 12 बजीतिर आएको थियो, अब यहाँ 3 बज्यो है। झन् तपाईँको 3 घन्टा चाहिँ लाग्थ्यो क्या टाइम यही। त्यही भएर तपाईँहरू पनि होइन यदि आउँदै हुनुहुन्छ भने होइन नागरिकता बनाउनको लागि, त्यसपछि परिचय पत्र बनाउनको लागि, त्यसपछि भोटर आइडी बनाउनको लागि चाहिँ होइन एटलिस्ट तपाईँहरूले 3 घन्टा चाहिँ होइन टाइम चाहिँ अब लिएर आउनुपर्छ होइन। किनभने त्योभन्दा घटी टाइममा चाहिँ अब तपाईँले टाइम लिएर आउनु भने चाहिँ तपाईँलाई गाह्रो पर्छ है। अब पहिलाको भन्दा हल्का अब चाहिँ करेक्सन भएको छ होइन टाइमिङहरूमा होइन, अब ब्युरोक्रेसीहरूको अब सर्भिसहरूमा होइन। पहिलाको भन्दा हल्का चाँडो त हो होइन, तैपनि तपाईँहरूको अब कोही बनाउन आउनुहुन्छ भने चाहिँ होइन त्यति टाइम लाग्छ होइन। ल हाम्रो यहाँ भाइलाई पनि सोधौँ होइन कस्तो रह्यो एक्सपिरियन्स होइन, के जिसमा कस्तो छ एक्सपिरियन्स होइन अब ब्युरोक्रेसीको सर्भिसहरू अब यहाँको हो त होइन। हावा भने मतलब कस्तो कि अब तिमीले जुन टाइम सोचेको थियो अब त्यो टाइम अनुसारको मेन्टेन गर्न सकेनौ होइन। 5 मिनटमा त अब कसरी हुन्छ होइन, अब उनीहरूको प्रोसिजरहरू होला होइन। तर के अरे जति अब ब्युरोक्रेसी अलिकति अब सर्भिसमा होइन अलिकति अब फास्ट हुनु पऱ्यो नि, त्यो चाहिँ तिमीले पाएन। त्यो पनि हो। फेरि अब के अरे एउटै चिजमा अब तपाईँको अब त्यही चिजमा त्यही साइन गरेर हुने ठाउँमा फेरि अर्को ठाउँमा पठाइदिन्छ फेरि। अनि त्यो अलिक सिस्टमेटिक चाहिँ अलिकति भएन होइन। टोकनको सिस्टम छ होइन, आउने बित्तिकै अब हामीले यहाँ टोकन लिनुपर्छ। तपाईँहरूले अब के अरे नागरिकताको लागि छुट्टै, अब त्यसपछि अनि यो परिचय पत्र छुट्टै टोकन होइन। तर टोकन त्यसो खासै भ्यालु छैन होइन। अब नयाँ नयाँ आउने मान्छेलाई त्यो थाहा हुँदैन कहाँ जानुपर्ने के गर्नुपर्ने होइन। त्यसको लागि पनि एउटा हेल्प डेस्क टाइपको भयो भने चाहिँ अझ बेटर हुन्थ्यो होइन। फर्महरू पनि भरिने रहेछ, तर त्यहाँ चाहिँ फेरि अब एकदम टाइम लाग्ने क्या, त्यहाँ एकदम क्यु हुँदो रहेछ होइन। त्यसले गर्दाखेरि तपाईँको फेरि अब काममा हल्का लेट हुन्छ होइन। त्यही भएर चाहिँ अब यदि नयाँ हुनुहुन्छ भने चाहिँ सकेसम्म चाहिँ बाहिर फर्म भरेर जानु होइन, कम्प्लिटली चेक गरेर के अब डकुमेन्टहरू के चाहिन्छहरू होइन, त्यसमा चाहिँ तपाईँ कम्प्लिटली होइन चेक गरेर जानुभयो भने चाहिँ तपाईँले चाहिँ एकदम सहज हुने रहेछ होइन। नत्र तपाईँ त्यहाँ गएर फेरि अब यता सोद्धा उता त्यसपछि अब रिसेप्सन पनि त्यसो हेल्पडेस्कहरू टाइपको पनि छैन होइन। त्यही भएर पनि सबै बुझेर जानु होला होइन। मेरो सल्लाह सुझाव त्यही होइन। अब मैले भन्दा पनि अब भाइले हो यहाँ भाइको लागि आएको होइन। अब भाइलाई चाहिँ अलिकति गाह्रो पऱ्यो अब, किनभने अब त्यति आएको पनि थिएन, त्यो फर्स्ट टाइम भयो। त्यही भएर चाहिँ होइन, त्यही भएर तपाईँहरूलाई मैले एउटा फिडब्याक दिएको है। यदि यहाँ अब आउनुभयो भने चाहिँ यो हिसाबले तपाईँ आएर बाहिर फर्म भरेर त्यसपछि होइन जानुभयो भने चाहिँ तपाईँको टाइम चाहिँ एकदम कम्ती लाग्छ है त। ल गाइस अब हामी पनि अब यहाँ सक्यौँ होइन। अब हल्का यहाँ पानी पनि मौसम भइरहेको छ है, पानी पनि परिरहेको छ है। गाडीको सिसा पनि यस्तो छ है, अनि हल्का अब यहाँ रात पराए जस्तो भइसक्यो। अब हामी चाहिँ अब तातो अब चिसो मौसममा चाहिँ हल्का चिया पिएर चाहिँ अनि त्यसपछि हाम्रो डेस्टिनेसनतिर लाग्छौँ। अब यहाँ चाहिँ अब चिया पिएर लाग्छौँ, त्यसपछि अब हामी चाहिँ उता दोलरघाटतिर गएर चाहिँ अब खाजा खाएर त्यसपछि हाम्रो काठमाडौँको यात्रा तय गर्छौँ गाइस। ल गाइस हामी चाहिँ यहाँ अहिले दोलरघाटमा आइसक्यौँ होइन। अब चाहिँ यहाँ दोलरघाट आएपछि अब स्पेसल यहाँको माछा हो होइन। माछा अब हल्का भोक लागेर चाहिँ अब के हुन्छ अब खाजा पनि होइन खानु पर्ला। के खान्छ अब ल जाउँ त ल। लगाएछ होइन यहाँ अहिले चाहिँ हामी दोलरघाटमा छौँ होइन। अब चाहिँ वहाँबाट किनभने काम हल्का फेरि लेट भयो, त्यही भएर ढिलो भयो, हल्का भोक पनि लागेको थियो होइन। त्यसपछि अब दोलरघाट गएर खाउनु त भनेर होइन। अब यहाँ माछा चाहिँ हामीले अब यहाँ अर्डर भइसक्यो होइन। गाडीमा गएर खाँदै जान्छौँ होइन, हल्का लेट भएर। त्यही भएर अहिले चाहिँ यहाँ चाउमिन त्यसपछि भाइले मोमो अर्डर गरेको छ होइन। त्यसपछि यहाँ यो चाहिँ ट्र्याक्क तपाईँको यो इन्द्रावती खोलाको नजिक रहेछ यो होइन। यो पनि मजाको देखिन्छ चाहिँ। चिसो मौसम चाहिँ हावा पनि लगाइरहेको छ होइन। त्यसपछि हामी चाहिँ हाम्रो गन्तव्यतिर लाग्छौँ। रात पनि परिसक्यो, 4 बजिसक्यो।
यस हामीसँग खाजासाजा पनि भयो होइन, अब हल्का रात पनि परिसक्यो, अब हामी लाग्नु पनि पर्छ होइन। किनभने बाटो फेरि त्यहाँ अब त्यो रेगुलर फेरि त्यो हाइवे चाहिँ बन्द छ होइन, त्यही भएर फेरि हामी त्यो अब अर्को अल्टरनेट रोड युज गर्नुपर्छ होइन। रात पनि परिसक्यो है, त्यही भएर यहाँ माछा पनि आइसक्यो हाम्रो होइन। अगाडि छैन हाम्रो यहाँ माछा पनि आएर रेडी भइसक्यो यहाँ, गाडीमा बस्दै खाँदै होइन टेस्टी हुँदैपर्छ। झोल र माछाको टेस्ट चाहिँ अलग्गै छ क्या, त्यही भएर पनि अब यहाँ दोलगाडा आएपछि अब यो माछाको टेस्ट अलिकति त जानु पऱ्यो भएन होइन। गामिस टेस्ट जहिले पनि यहाँ दोलगाडा आएपछि यो माछा खानै पर्छ, फेरि यहाँ नआयो भने फेरि यो यहाँको भ्यालु नै भएन। रात पनि परिसक्यो, अब अघि बादल बादल पनि लागिरहेछ, पानी पानी पनि पलास्तो भइरहेछ। अब चाहिँ हामी सिधै गर्दैन लाग्छौँ कतै हर्मन लगाइकन। ल गाइज हामी चाहिँ यहाँ लास्टै जाममा पऱ्यो होइन, यता बनेपाभन्दा तल आइपुगेको थियौँ होइन। अब हिँड्नु त खावाको बाटो अर्को बाटो त बन्द छ होइन, यो अल्टरनेट रुट हो। अब यहाँ हामीले सोचिरहेको थियो स्मुथली जान्छ र भन्ठाने त यहाँ लास्टै जाम यहीँ परसम्म छ जाम। कमसेकम 10-15 मिनट भइसक्यो हामी यहाँ कुरेको छौँ है, कहिले खुल्ने अतुत्त छैन। अब बाटो पनि एकदम साँग्रो छ, अब कतिखेर पुगेला भन्ने थाहा छैन। अब सायद लेट्स सी होइन, चाँडै नै खोलेला आशा छैन। अफिस टाइम पनि भयो, त्यसपछि आज मौसम पनि हल्का कहिले पानी पर्ने कहिले घाम पनि त्यस्तो भइरहेछ, घाम पनि जस्तै। बाटो साँग्रो छ, त्यसपछि अब चुरिएको लागि सायद अब अगाडितिर अब सायद एउटा मात्रै ओपन गरेको होला सायद, त्यही भएर पनि होला। हेर्छु हेर्छु के हुन्छ। किन जाम भयो भन्दाखेरि चाहिँ होइन, यहाँ बाटो बन्दै छ होइन, त्यही भएर पनि कुरोको लागि अब यो इनफ स्पेस छैन होइन, त्यही भएर पनि यहाँ त्यो गाडीमा बाटो बनिरहेको रहेछ, त्यही भएर चाहिँ यहाँ यस्तो जाम भएको छ। हाम्रो रोडले गर्दाखेरि चाहिँ बाटो रहेछ यहाँनिर यस्तो जाम छ, पाइपट्टि पुरै तलैसम्म जाम छ, यत्रो जाम छ, पारिसम्म पुरै जाम छ। ल गाइस होइन, अहिले चाहिँ यहाँ अब 7:30 भयो होइन, 7:30 PM इभिनिङको होइन। अब यहाँ लास्टै जाम के होइन, लास्टै जाम होइन, त्यही भएर पनि अनि अब पानी पनि परिरहेको छ बाहिर होइन। ल म चाहिँ अहिले सकुशल घर आइपुगेँ होइन, फेरि अझै पनि हामी इन्ट्रेस्ट फर्केर आउने छु होइन, ब्याक टु ब्याक हो फेरि होइन, रोक्नेवाला छैन होइन त। र त्यतिसम्मको लागि गुड बाई एन्ड सी यू।